सो हेलो एभ्रिवान गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। चाहिँ म यहाँ हेर्न सक्नुहुन्छ मजाले रेडी भएर चाहिँ आज बडा दसैँ हो नि त, त्यही भएर नयाँ लुगा लाउनुपर्छ अरे। अनि मैले चाहिँ योपालि दसैँमा चाहिँ कुर्ता किनेको छु होइन। म चाहिँ कुर्ता बेसी लाउँदिनँ थिएँ दसैँतिर चाहिँ, अन्त योपालि चाहिँ कुर्ता किनेँ। एन्ड आज चाहिँ हामीहरू घरमा टिका लगाएर चाहिँ बडाको घर यहाँ तल घरको बडा चाहिँ सिङताममा हुनुहुन्छ नि त। सो हामीहरू चाहिँ सिङताम जानुपर्ने छ होइन। घरमा टिका लगाएर चाहिँ हामीहरू सिङताममा गएर बडाको हातको टिका लगाएर चाहिँ मावला निस्केर अन्त मावलामा पनि टिका लगाएर चाहिँ घर आउनेछु। सो म तपाईँहरूलाई देखाउने छु है आज कस्तो हुन्छ हाम्रो दिन भनेर। बडा दसैँ हो, सबैजनालाई दसैँको धेरै 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 बेसी शुभकामना। अनि मलाई चाहिँ के लाग्दैछ भन्दा चाहिँ सबैजनाले भिडियो बनाउँछ नि त आजकल, सबैजना भ्लगर छ होइन। त तपाईँहरूलाई अल्छी लाग्दो होला अब भ्लग हेर्नु पनि, तर पनि अब सबैको युनिक युनिक हुन्छ। लाइक म मेरो मावला जाँदैछु, अब अरू कोहीले भिडियो बनाउँदैछ भने उनीहरू आफ्नो पाराले दसैँ मनाउँछ होइन। सो तपाईँहरूले चाहिँ इन्जोय गर्नु होला यो भिडियो हेरेर अन्तिको। एन्ड यो रुममा चाहिँ लाइटहरू पनि लगाएको छु। म तपाईँहरूलाई भ्लग बनाउँछु एक दिन चाहिँ होम टुर डल्लै देखाउँछु। अनि दिस इज माई रुम ब्याक साइडमा चाहिँ। सो बाई गाइस, सी यु देयर इन सिङताम, नट सिङताम। अब हामीहरू अहिले यहाँ टिका लगाउनु छ, यहाँ टिका लगाएको देखाउँछु तपाईँहरूलाई। अनि चाहिँ म सिङताममा गएर भेट्ने छु है। बाई गाइस। आइद्रो नसते श्यम दशरथे शत्रु छ्याङ्रा कवि आयुष्यम नौसे गति सपाउने मानन्द दुर्यो जाने सूर्यो समसते जीव कल्प साणी तेज तेज सौ फलम पर्फलम देव कल्याणम तिलकम रिपुमार्तन। हामीहरू चाहिँ यहाँ सिङताम आइपुग्यौँ अहिले चाहिँ होइन। आज दसैँको दिन, टिकाको दिन खाली खाली रहेछ सिङताम पनि। यहाँबाट चाहिँ अब हल्का कोसेलीहरू लानुपर्छ नि त, खाली हात त जानु हुँदैन टिका लगाउनु। त्यही भएर आमा म बाबा सबैजना चाहिँ यहाँ कोसेली लिनु जाँदै गरेको चाहिँ। हामी चाहिँ यहाँ बडाको घर आइपुग्यौँ, बागी खोला माथि हुनुहुन्छ। यहाँ चाहिँ मेरो सानो बुनुलाई भेटेँ मैले। को हो नानी? म को फुपू हो? म को फुपू हो? हाम्रो माइला दादा हुनुहुन्छ यता, सबैजना बिजी बिजी। ए हेलो। मेरो काकी लाग्छ यता हुनुहुन्छ मेरो बडा चाहिँ, भिडियो बनाएको यस्तो गरिदिनु। बडाको हातको टिका लगाएर बसेको हामीहरू चाहिँ यहाँ होइन। अब चाहिँ खानासाना खाना खाएर चाहिँ अनि मावलापट्टि निस्किन्छौँ हामी चाहिँ। हेर्दै गर्नुहोस्। दसैँको मर्निङ भोजन चाहिँ आज यहाँ दाजुभाउजूको घरमा। यता हुनुहुन्छ हाम्रो भाउजू माइला दादा खाना सर्भ गर्नुहुँदैछ। भाउजूले स्पेसल खिर बनाउनु भएको रहेछ आज चाहिँ हामी आउँदैछौँ भनेर, दसैँ स्पेसल। बाई बाई। खाना आँट्नु भएको रहेछ, मिठो मिठो खाएर गयौँ हामीहरू चाहिँ। अब फेरि भेटौँ। आउनुपर्छ। हुन्छ बाई बाई भाउजूहरू, दादा हुन्छ दाजु, बाई बाई। हाम्रो यहाँबाट निस्केको अब चाहिँ दाजुको घरबाट अब चाहिँ एकैचोटि मावला गएर भेट्ने छु तपाईँहरूलाई। बाई बाई। यता हामीहरू चाहिँ यहाँ मावला आइपुग्यौँ अहिले चाहिँ आज टिकाको दिन। अन्त जाने गरेको आमाहरू चाहिँ अघि तल पुगिसक्नु भएछ। जाँदैछु यहाँ।
सो भ्युवर्स म चाहिँ अहिले यहाँ मामा घरमा बसिरहेको छु होइन चिया पिउँदै अहिले भर्खर आइपुगेको नि त अनि आएर चाहिँ अनितकै चिया पाएर चाहिँ चिया पिउँदै बसिरहेको छु अन्त यो चाहिँ यहाँनिर चाहिँ हाम्रो ठुलो मामाको घर छ यहाँ उतापट्टि सानो मामा यहाँ तल माइला मामाको घर मामालाई चाहिँ हाम्रो यहीँ नजिक नजिकै छ नि त सबैतिर होइन अन्त अब चाहिँ सबै घरमा टिका लगाउन जानुपर्छ अन्त सानीमाहरू पनि आउनुहुँदैछ नि त सानीमाहरू आएर चाहिँ भेट हुन्छ म तपाईँलाई पनि भेटाउने छु सो यहाँबाट भ्यू चाहिँ मजाको देख्छ गाइस मामा घरबाट चाहिँ भ्यू चाहिँ दामी देख्छ है यो पारि चाहिँ म्याङ्ली जस्तो लाग्यो म्याङ्ली भन्ने जग्गा अन्त यहाँ चाहिँ नरिवल पनि छ हो ए नरिवल होइन सुपारीको बोट चाहिँ नरिवल कुरा मात्रै गर्दैछ दिदी आइपुगिहाल्नु भएछ यहाँ हो सानीमा मात्रै होइन ठुलियामा नि आउनुहुने थियो नि त आज बिर्सेछु भनेर शर्माउँदै बस्नुहुँदैछ उता ठुलो मामा माइजूकोबाट आशीर्वाद लिनुहुँदैछ यहाँ आमाले अनि चाहिँ यो केस टाँस्यो नि चिलाउँछ कि हाम्रो कान्छो मामाको घरमा आइपुग्यौँ है हामी चाहिँ मङ्गलमय शुभकामना दसैँको धन्यवाद भन्नु पर्यो हजुरहरूले भने आशीर्वाद पनि घाम गइसकेपछि मात्रै कम्प्युटर हाल्छु माथि अन गर्थ्यो नि अघि अफ थियो कि कुरा के भयो म जानु पर्ने कुन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवदात्री स्वासोदा नमस्तुते जय तमदेव चामुण्डे जय भूतात्यारिणी जय सर्वगते कालरात्रि नमस्तुते ब्रह्म करोति दीर्घायु विष्णु करोति सम्पदा हरिहरोति पापानि गात्रौ रक्षौरि चण्डिका सदा वसत वैकुण्ठं सदा दर्शनके सदा प्राप्ति देवलोकेषु सदा जीवि सदा सुखी सो भ्युवर्स हामीहरू चाहिँ अहिले यहाँ मामाकोमा टिका लगाएर दादाको घरपट्टि जाँदै गरेको यता छ भाइ अभिनम अन्त ठुल्यामासँग त अघि भेट भएको थिएन अन्त सानीमाहरू पनि यहाँ आउनु भएको रहेछ अहिले देख्दैछु म भेट्नेछु तपाईँहरूले ऊ पर गफ चल्दैछ दिदीबहिनीको हेलो राम्ररी हिँड्नु है यहाँ भिडियो बनिँदैछ यतै जाउँ होला हौ पहिला है हेलो भने शीतलु यता सरोज दादा सानीमा चाहिँ अहिले आइपुग्नु भयो यहाँ मात्रै भेट भयो हाम्रो चाहिँ हो यता ठुलियामा हुनुहुन्छ काइली ठुलियामा यता अन्तरी कान्छी यता चाहिँ हाम्रो कान्छो मामा झन्डै बिच्किनु भयो यहाँ भिडियो नदेखाएर यस्तै हाल्नुपर्छ नि त यता दादा भाउजू हुनुहुन्छ खै बाबा नै आउनु भएन यता हाम्रो ब्रदर पनि आउनु भएको छ पियो सर दादालाई मैले पहिला भ्लगमा देखाएको थिएँ नि त असम उहाँको च्यानल पनि तपाईँहरूलाई याद नै छ भनिरहनु पर्दैन क्या मजाको देख्दो रहेछ यहाँ है फोटो सेसन यहाँ आफ्नो आफ्नो चल्दैछ हो यता आमापाटी यता हामी दिदीबहिनीले चाहिँ अहिले खिचिसकेको बेसी खिच्नु हुँदैन के हुन्छ बेसी खिचिन्छ यहाँबाट पोज आफ्नो आफ्नो छ फेरि हो बिहाइन्ड द सिन होला यो चाहिँ बिहाइन्ड द्याट ब्युटिफुल फोटो सिधा सिधा यहाँबाट चाहिँ तपाईँहरूको सिङताम जान्छ यो रोडबाट चाहिँ होइन अनि यताबाट चाहिँ नर्थ सिक्किम पनि जान्छ मेरो घर पनि जान्छ लिङ्मो पनि यहीँबाट जान्छ सो भेट्दै त्यो 15 डेज ग्यापमा जाँदा भयो त
कहाँ हुनुहुन्छ अरे तपाईँ चाहिँ ए उही मासतिर जाउँ चिया खाइकन आउँ गाई हाम्रो चाहिँ अझै टिका लगाएर सकेको छैन बेलुकाको 6 बज्न आँटेको छ होइन बिहान 6 बजी हिँडेको होला घरबाट भनेर त्यस्तो चाहिँ होइन बल्ल बल्ल आएको दसैँ हो नि त है दिदी हामीसँग शीतल छुट्टी राखिसकेको त्यो चाहिँ अलिक ढिलो आइपुग्यो नि त कि अन्त त्यो टिका लाउँदै चाहिँ शीतलको फ्यामिली सानीमाहरू टिका लाउँदै आउनुहुँदैछ हाम्रो चाहिँ अलिक छिटो भयो अनि हामी चाहिँ जाँदैछौँ यहाँबाट मामाहरूको घर नजिक नजिकै छ अनि अलिक 1-2जना मामाहरू चाहिँ अलिक टाढा मतलब अलिक डिस्टेन्समा हुनुहुन्छ नि त त्यही भएर चाहिँ अलिकति हिँडेर जानुपर्छ हो सो जाँदैछौँ निधारमा टिका बोकेर हातमा कोसेली बोकेर त होइन आमाहरूले बोक्नु पर्छ कोसेली चाहिँ अगाडि चाहिँ डन भएर जाँदैछौँ यहाँ ब्याग बोकेर ब्याग गरौँ भएर उचाल्दा भयो म तपाईँहरूलाई अनबक्सिङ गर्नेछु ल यहाँभित्र चाहिँ के छ भनेर अहिले राम्रो नि देखेको छैन होला गाइस सो बाई लु आएन त ल स्पाइडरम्यानले त अन्त के भयो त हालत त सो गाइस आजको अन्तिम टिका चाहिँ हाम्रो माइला मामाको घरमा है आजको अन्तिम टिका आजको लागि भोलि चाहिँ बाँकी नै छ हाम्रो ह्यान्डसम दादा हुनुहुन्छ यता नमस्कार म चाहिँ आमाहरूको ग्रुप छोडेर सानीमाको टिममा आएको छु यता अहिले हो ब्याक क्याप्चर गर्नु पाउँदैन है त्यसरी आजको दिन डलरको हिसाबमा गर्नु भन्छ निकै छ हो रुपियाँ चाहिँ कम्ती नै होला होइन भूमिकाको पर्मिसन लिन्छु नि त म मिल्दैन त्यो तिम्रो होइन त्यही कारण तिम्रो पर्मिसन दिनु दिँदैन न तिम्रो शीतल के भन्छौ क्याप्चर गरौँ लुटौँ म आधी भनेपछि साइड पकेट पनि छ कि ल होस् दिदी खुसी फेरि लुकाएर राखेको छु अघि सुटुकै त भएन यहाँ सबैले राम्रो बस्नुहोस् है सबैजना बाई बाई पुष्पदा ग्यास मैले चाहिँ अघि अन्तिम टिका भनेको थियो अहिले चाहिँ यहाँ फेरि सानीको घरमा आएर यहाँ सानीको हातको टिका लगाउँछु शीतललाई पनि उतै लिएर जाने भयो नि तपाईँले चाहिँ अन्त फेरि यहाँ आएर टिका लगाएर अनि जाने आज चाहिँ नेक्स्ट डे होइन अन्त आज चाहिँ हाम्रो घरमा दिदीहरू आइपुग्नु भएको छ हेलो यता चाहिँ मेरो छोरा छोरी पर्छ साइनुले चाहिँ म सानीमा यता मेरो अर्को छोरी आमा छोरीहरू आएर सानीमा त गुमुक्कै हो उपुक्कै भइरहेको यता मेरो दिदीहरू हुनुहुन्छ टिका लगाउनु आउनु भएको पवित्र दिदी यता भेना हुनुहुन्छ यता हाम्रो निर्मला दिदी हेलो यता हाम्रो पुकार यो पनि छोरा नै हो मेरो यताको साइनुले यता चाहिँ दाजु पनि भन्दा भयो भेना पनि भन्दा भयो दाजु साइनुले जित्छ त यता रेणुका दिदी हुनुहुन्छ रेणुका दिदी अमक खाँदैछु यता धन दिदी यता सानो बुनु छ बिस्किटको चाहिँ क्रिम खाएर छोडिदिएको रहेछ नि त यता हाम्रो निर्मला भेना हेलो भनिदिनु नि भिडियो हुँदैछ यता बस्नु त हाइड्रो नसुते सिम दशते शत्रु छ्याङ राघवे आइसो जिम नौसे गति सपाउने मानन्द दुर्योधने